विद्यार्थी सङ्गठनहरूलाई प्रतिबन्ध लगाउन नपाइने नेकपाको निष्कर्ष, संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्ने प्रचण्डको चेतावनी। मूल्य वृद्धिका कारण निर्माण उद्योगमा आपतकाल घोषणा गर्न व्यवसायीहरूको माग, आइतबार अस्पतालमा ओपीडी सेवा सञ्चालन गर्न चिकित्सक सङ्घद्वारा अस्वीकार। वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले एयरपोर्टमा हवाई टिकटको बिल पेश गर्न नपर्ने, अमेरिकाद्वारा एकैपटक 35 जना नेपाली डिपोर्ट। प्रधानमन्त्री बालेन्द्र शाह जनताप्रति उत्तरदायी नदेखिएको नेकपा एमालेको टिप्पणी, आफैले गरेका बाचा कबुल आत्मसात गर्न नसकेको महासचिव पोखरेलको आरोप। र अमेरिकी राष्ट्रपति ट्रम्पको कडा आलोचनापछि चागोस टापुहरू मौरिटियसलाई फिर्ता गर्ने बहुप्रतीक्षित योजना स्थगित। नेपाली कम्युनिस्ट पार्टी नेकपाले विद्यार्थी सङ्गठनहरूलाई स्कुल वा कलेजमा प्रतिबन्ध लगाउन नपाइने निष्कर्ष निकालेको छ। शनिबार केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको केन्द्रीय कार्य संयोजन बैठकले यस्तो निष्कर्ष निकालेको पार्टीका नेता जगन्नाथ खतिवडाले जानकारी दिए। सरकारले आफ्ना 100 मध्ये कार्यसूचीमा विद्यार्थी सङ्गठनहरू खारेज गर्ने विषय उल्लेख गरेको थियो। उक्त निर्णयप्रति राजनैतिक दलका सङ्गठनहरूले आपत्ति जनाउँदै आएका छन्। यसैबीच नेकपाले पनि यो विषय बेठिक भएको बताउँदै यसले जनता र ट्रेड युनियनहरूको अधिकारलाई कुण्ठित गरेको निष्कर्ष निकालेको हो। नेकपा केन्द्रीय कार्य संयोजन समितिको अर्को बैठक 3 वैशाखमा बस्नेछ। उक्त बैठकका बाँकी निष्कर्ष र निर्णयहरू त्यति बेलै सार्वजनिक गरिने पार्टीले जनाएको छ। यसैबीच नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधानमाथि छेडखानी गरेर जनताका अधिकार खोज्ने काम भए सडक र सदनबाट प्रतिवाद गर्ने चेतावनी दिएका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी सम्पर्क समन्वय प्रदेश समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो चेतावनी दिएका हुन्। यो कुरा आफूले सुरुदेखि नै प्रश्नसँग भन्दै आएको उनले बताए। संविधान संशोधन गर्दा सङ्घीयतालाई अझ बलियो बनाउनु आवश्यक रहेको उनले बताएका छन्। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई आज भारत जाँदैछन्। भट्टराई भारतको आइटिएम विश्वविद्यालयमा आयोजना हुने डाक्टर राम मनोहर लोहिया स्मृति व्याख्यान कार्यक्रममा सहभागी हुन भारत जान लागेका हुन्। उनी उक्त कार्यक्रमको प्रमुख वक्ताको रूपमा सहभागी हुन लागेका छन्। उनीसँगै पूर्व मन्त्री शीला यामी पनि कार्यक्रममा सहभागी हुनेछिन्। यो कार्यक्रममा डाक्टर भीमराव अम्बेडकरको जन्मजयन्तीको अवसरमा 11 वर्षदेखि आयोजना हुँदै आएको छ। कार्यक्रम आगामी वैशाख 1 गते आयोजना गरिएको छ। भारत भ्रमणका क्रममा वैशाख 2 गते साउथ एसियन युनिभर्सिटी नयाँ दिल्लीको कार्यक्रममा प्रमुख वक्ताका रूपमा पनि भट्टराई सहभागी हुने उनको सचिवालयले जनाएको छ। भट्टराई वैशाख 2 गते साँझ नै नेपाल फर्कने कार्यतालिका रहेको छ। निर्माण व्यवसायी सङ्घ कैलालीले इन्धनजन्य सामग्री तथा निर्माण सामग्रीमा भइरहेको अत्याधिक मूल्य वृद्धिका कारण निर्माण उद्योग ठप्प हुने अवस्थामा पुगेको भन्दै उद्योगमा आपतकाल घोषणा गर्न सरकारसँग माग गरेको छ। सङ्घले शनिबार धनगढीमा पत्रकार सम्मेलन गर्दै मध्यपूर्वमा जारी युद्धका कारण डिजेल, पेट्रोल, मट्टितेल लगायत इन्धनजन्य सामग्रीहरूमा पटक पटक भइरहेको अप्रत्याशित मूल्य वृद्धिले निर्माण क्षेत्र गम्भीर सङ्कटमा परेको जनाएको हो। सङ्घका अध्यक्ष टेक बहादुर मल्लले इन्धनसँगै बिटुमिन, सिमेन्ट, डन्डी लगायत निर्माण कार्यमा व्यापक प्रयोग हुने सामग्रीमा समेत निरन्तर मूल्य वृद्धि भइरहेको र बजारमा अभाव देखिन थालेकाले निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेको बताएका छन्। क्रसर उद्योगमा देखिएको समस्याले निर्माण क्षेत्र थप प्रभावित बनेको छ। सङ्घले निर्माण कार्य तीव्र हुने यही समयमा इन्धन तथा निर्माण सामग्रीको मूल्य वृद्धि र अभावले व्यवसायहरूलाई ठूलो आर्थिक भार परेको उल्लेख गर्दै निर्माण उद्योगमा तत्काल आपतकाल घोषणा गरी राहत उपलब्ध गराउन सरकारसँग जोडदार माग गरेको छ। नेपाल चिकित्सक सङ्घले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार पनि अस्पतालमा ओपीडी सेवा सञ्चालन गर्न गरेको आग्रहलाई अस्वीकार गरेको छ। सङ्घले एक प्रेस विज्ञप्ति जारी गर्दै जनशक्ति अभाव र व्यावहारिक कठिनाई देखाउँदै तत्काल आइतबार ओपीडी सेवा दिन नसकिने स्पष्ट पारेको हो।
सरकारले हप्तामा 2 दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको सन्दर्भमा मन्त्रालयले अस्पतालहरूलाई बाहेक कार्यबोझ हेरेर आइतबार पनि ओपीडी सेवा उपलब्ध गराउन अनुरोध गरेको थियो। मन्त्रालयको उक्त अनुरोधप्रति सङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। अस्पतालहरूमा थप जनशक्ति व्यवस्थापन नगरी साबिकै कर्मचारीहरूबाट अतिरिक्त सेवा दिन सम्भव नभएको सङ्घको ठहर छ। चिकित्सक र स्वास्थ्यकर्मीहरू 10/4 को ड्युटी बाहेक अनकल, राउन्ड र इमर्जेन्सी लगायतका सेवामा 24 घण्टा खटिरहेको अवस्थामा उक्त समय गणना नहुनु अन्यायपूर्ण भएको विज्ञप्तिमा उल्लेख छ। फरक दिन बिदा दिँदा स्वास्थ्य संस्थामा एकरूपता नहुने र यसले बिरामीहरूमा अन्यल तथा झन्झट सिर्जना भई स्वास्थ्य सेवामै असर पुग्ने सङ्घको दाबी छ। इन्धन अभावका कारण 2 दिन बिदा दिने निर्णय गरिएको अवस्थामा ओपीडी समय बढाएर थप इन्धन खर्च गर्नु अव्यावहारिक भएको समेत सङ्घले जनाएको छ। अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले एयरपोर्टमा हवाई टिकटको बिल तथा भुक्तानीको रसिद पेश गर्न नपर्ने बताएको छ। वैदेशिक रोजगार विभागले टिकटको बिल र म्यान पावर कम्पनीलाई तिरेको सेवा शुल्कको रसिद अनिवार्य रूपमा देखाउनु पर्ने व्यवस्था गरेपछि उत्पन्न अन्यलबीच अध्यागमनले यस्तो स्पष्टीकरण दिएको हो। विभागले जारी गरेको सूचनामा श्रमिकले श्रम स्वीकृति, राहदानी लगायतका न्यूनतम आवश्यक कागजात बाहेक अतिरिक्त कुनै पनि बिल वा रसिद देखाउन नपर्ने उल्लेख गरिएको छ। अध्यागमन विभागले वैदेशिक रोजगार विभागबाट चैत्र 23 गते जारी सूचनाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै प्रचलित अध्यागमन कानुनअनुसार प्रक्रिया स्पष्ट गरेको हो। विभागका अनुसार गृह मन्त्रालयको 2082 कार्तिक 13 गतेको मन्त्रीस्तरीय निर्णय तथा विद्यमान कानुनी व्यवस्थाअनुसार भिजिट भिसामा विदेश जाने नेपालीका हकमा कम्तीमा 6 महिना वैध राहदानी, गन्तव्य मुलुकसम्मको हवाई टिकट र सम्बन्धित मुलुकको भिजा भई पुग्नेछ। यस्तै वैदेशिक रोजगारीका लागि जाने श्रमिकका हकमा श्रम स्वीकृति र राहदानी लगायतका आधारभूत कागजात मात्रै अनिवार्य हुने जनाइएको छ। विभागले विदेश जाने नागरिकहरूलाई कुनै पनि भ्रममा नपरी आवश्यक जानकारी लिएर निर्धक्क यात्रा गर्न आग्रह समेत गरेको छ। अमेरिकाले एकैपटक 35 जना नेपालीलाई डिपोर्ट गरेको छ। 35 जना नेपालीलाई चार्टर विमान मार्फत अमेरिकाले डिपोर्ट गरिदिएको विमानस्थल अध्यागमन प्रमुख नरहरि घिमिरेले जानकारी दिए। घिमिरेका अनुसार 7 अप्रिलमा उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्। डिपोर्ट उनीहरूमा अवैध बाटोबाट गएका 12 जना, विद्यार्थी भिजामा गएका 2 जना रहेका छन्। मानव बेचबिखन अनुसन्धान ब्युरोका एसएसपी कृष्ण पङ्गेणीका अनुसार अन्यलाई भने विभिन्न नियम उल्लङ्घन गरेको आरोपमा अमेरिकाले डिपोर्ट गरिदिएको हो। पछिल्लो 2 महिनामा अमेरिकाबाट 200 बढी नेपालीहरू डिपोर्ट भइसकेका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भए यता अमेरिकाबाट पटक पटक नेपालीहरू डिपोर्ट हुँदै आएका छन्। ट्रम्पले पछिल्लो पटक सत्ता सम्हालेपछि अमेरिका सरकारले आप्रवासीहरूमाथि कडाई गर्दै आएको छ। भिजा प्रक्रिया पूरा नगरेका, भिजा अवधिभन्दा बढी समय बसेका र चालचलन राम्रो नभएकाहरूलाई अमेरिकाले नियन्त्रणमा लिएर उनीहरूकै देश फर्काउने गरेको छ। अमेरिकाले कतिपय देशका नागरिकहरूलाई हतकडी र नेल लगाएर फर्काएका समाचारहरू सार्वजनिक हुने गरेका छन्। प्रतिनिधि सभाको पहिलो अधिवेशनले प्रक्रियागत काम पूरा गरेर आगामी अधिवेशनका निम्ति मार्ग प्रशस्त गरेको छ। अधिवेशनले प्रतिनिधि सभाको सभामुखमा डोलप्रसाद अर्याल र उपसभामुखमा रुबी कुमारी ठाकुर तथा राष्ट्रिय सभाको उपाध्यक्षमा लीला कुमारी भण्डारीलाई निर्वाचित गरेको छ। दुवै सदनको अधिवेशनको अन्तिम बैठकमा संयुक्त र एकल समितिहरूमा सदस्यहरूको मनोनयन गरेको छ। समितिहरूको मनोनयन भएकाले अब ती समितिहरूले आफ्नो सभापति चयन गरी संसदीय गतिविधि अघि बढाउने संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए। आउँदो वैशाख 4 गते प्रतिनिधि सभाका समितिहरूका सभापतिको निर्वाचन हुनेछ। प्रतिनिधि सभाको नयाँ नियमावली मस्यौदा गर्न समिति गठन भएको छ। शुक्रबार मध्यरातदेखि अन्त्य भएका सङ्घीय संसदका दुवै सदनका अधिवेशनबाट आगामी बजेट अधिवेशनमा प्रस्तुत हुने सरकारको आगामी नीति कार्यक्रम, बजेट तथा विधेयक पेश गर्ने मार्ग प्रशस्त भएको छ। प्रथम अधिवेशनमा 6 दिनमा 6 पटक प्रतिनिधि सभाका बैठकहरू बसेका छन्। अधिवेशनको अन्तिम दिन शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेका छन्। पहिलो अधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाहले संसदका बैठकलाई सम्बोधन गरिनन्। नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह जनताप्रति उत्तरदायी नदेखिएको टिप्पणी गरेका छन्। शनिबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा महासचिव पोखरेलले जननिर्वाचित संसदले बनाएको प्रधानमन्त्रीले संसदमा केही नबोलेका कारण प्रश्नहरू उठिरहेको समेत बताए।
जनताको सार्वभौम सत्ताको प्रयोग जननिर्वाचित संसदमा प्रधानमन्त्री बोल्न आवश्यक नठान्नु स्वेच्छाचारी शासनको सङ्केत भएको उनको भनाइ छ। त्यस्तै महासचिव पोखरेलले एमाले र एमाले नेतृत्व भ्रष्टाचारमा डुबेको भाष्य निर्माण गर्ने काम भएको बताए। पुरानालाई नभई नयाँलाई मत दिए मुलुकमा सुशासन कायम र विकासले तीव्रता प्राप्त गर्छ भन्ने मान्यताका साथ पुराना दल र नेताहरूमाथि अनास्था र अविश्वास पैदा गर्ने काम भएको उनले बताए। महासचिव पोखरेलले अहिले सुशासनका नाममा नेतृत्वमा आएकाहरू आफैले गरेका बाचा कबुल अन्तर्गत पारदर्शितालाई आत्मसात गर्न नसकेको आरोप समेत लगाए। परराष्ट्र मन्त्री शिशिर खनालले जलवायु परिवर्तन सम्बन्धी सुरक्षा चुनौती, आपूर्ति श्रृङ्खलामा अवरोध र बढ्दो असमानताले सहकारी मात्र नभई सामूहिक जिम्मेवारीको माग गरिरहेको बताएका छन्। मौरिससको पोर्ट लुइसमा शनिबारदेखि सुरु भएको 9औं हिन्द महासागर सम्मेलनमा सम्बोधन गर्दै उनले मध्य पूर्वमा भइरहेका द्वन्द्वबाट नेपालसहित सिङ्गो विश्व नै प्रभावित भएको उल्लेख गरे। परराष्ट्र मन्त्री खनालले मध्य पूर्वमा भइरहेको द्वन्द्वका क्रममा नेपालले 1 जनाको ज्यान गुमाइसकेको र अन्य केही घाइते भएको उल्लेख गरे। मन्त्री खनालले द्वन्द्वका असर क्षेत्रीय सीमाभन्दा बाहिर फैलेका र त्यसले इन्धन मूल्य, आपूर्ति श्रृङ्खला र जीविकोपार्जनमा समेत प्रभाव पारेकाले हिन्द महासागरको स्थिरता विश्व शान्तिसँग जोडिएको धारणा राखे। हिन्द महासागर शासनका लागि सामूहिक संरक्षकत्व विषयक सम्मेलनमा उनले नेपालका लागि सामूहिक संरक्षकत्वको सुरुवात एउटा सरल सत्यबाट हुने र हिमाल तथा महासागरको भविष्य एक अर्कासँग अविच्छिन्न रूपमा जोडिएको उल्लेख समेत गरे। अब विदेश। इस्लामाबादमा इरान र संयुक्त राज्य अमेरिका बीच वार्ता सुरु भएको स्रोतहरूले बताएका छन्, तर अहिलेका लागि त्यो अप्रत्यक्ष रूपमा मध्यस्थकर्ता मार्फत चलिरहेको बताइएको छ। पाकिस्तानी सरकारी स्रोतले जनाएअनुसार अपराह्न 4 बजेबाट त्यस्तो वार्ता सुरु भएको बताइए पनि त्यसको ढाँचाबारे खुलाइएको छैन। त्यसअघि वार्ताका लागि इस्लामाबाद पुगेका अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफसँग भेटवार्ता गरेका थिए। पाकिस्तानको प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिका अनुसार उक्त वार्तामा पाकिस्तानी प्रधानमन्त्रीले इरान र अमेरिका बीचको वार्ता उक्त क्षेत्रमा दीर्घकालीन शान्ति कायम गर्न कोसेढुङ्गा बन्ने विश्वास व्यक्त गरेका छन्। भान्ससँगै राष्ट्रपति ट्रम्पका विशेष दूत स्टिभ विटकफ र राष्ट्रपतिका जुवाई ज्यारेड कुशोर पनि सहभागी थिए। प्रधानमन्त्री शरीफसँग देशका उपप्रधान तथा परराष्ट्र मन्त्री र आन्तरिक मामिला मन्त्री सहभागी थिए। त्यसअघि इस्लामाबाद पुगेका इरानका अधिकारीहरूले पनि पाकिस्तानका प्रधानमन्त्री शरीफसँग भेटवार्ता गरेका थिए। त्यसको विस्तृत विवरण सार्वजनिक गरिएको छैन, तर इस्लामाबादबाट इरानको सरकारी सञ्चार माध्यममा समाचार सम्प्रेषित गरिरहेका एक संवाददाताले इरानका शर्तहरू अस्वीकार गरिएको खण्डमा वार्ता रद्द हुन सक्ने बताएकी थिइन्। 6 हप्ता लामो युद्ध अन्त्य गर्ने प्रयासमा दुवै देशका प्रतिनिधिमण्डल सन् 1979 को इस्लामिक क्रान्तिपछि पहिलोपटक उच्चस्तरीय वार्ता गर्न पाकिस्तानको राजधानी इस्लामाबाद पुगेका छन्। अमेरिकी उपराष्ट्रपति जेडी भान्स शनिबार इस्लामाबाद पुगेका हुन्, जहाँ उनलाई पाकिस्तानका विदेश मन्त्रीले स्वागत गरेका थिए। उपराष्ट्रपतिका रूपमा यसलाई भान्सको हालसम्मकै सबैभन्दा कठिन जिम्मेवारी भनिएको छ। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आलोचनापछि बेलायतले चागोस टापुहरू मौरिटियसलाई फिर्ता गर्ने आफ्नो बहुप्रतीक्षित योजना स्थगित गरेको छ। रणनीतिक रूपमा महत्त्वपूर्ण डिएगो गार्सिया स्थित संयुक्त अमेरिका बेलायत सैन्य अड्डाको भविष्यलाई लिएर बढ्दो अन्तर्राष्ट्रिय चासोबीच लन्डनले यस्तो निर्णय लिएको हो। बेलायती सरकारका प्रवक्ताले शनिबार जारी गरेको वक्तव्यमा अमेरिकाको समर्थन बिना कुनै पनि सम्झौता अघि नबढाइने स्पष्ट पारे। उनका अनुसार चागोस सम्बन्धी कानुनी प्रक्रिया अघि बढाउने समय संसदमा सकिएकाले तत्कालका लागि योजना रोकिएको हो। गत वर्ष भएको सम्झौता अनुसार बेलायतले हिन्द महासागरमा रहेको चागोस द्वीप समूह मौरिटियसलाई हस्तान्तरण गर्ने र मुख्य टापु डिएगो गार्सियालाई 79 वर्षका लागि भाडामा लिएर सैन्य अड्डा सञ्चालन जारी राख्ने प्रस्ताव गरिएको थियो। तर यस विषयमा अमेरिकाले उठाएको सुरक्षा सम्बन्धी चिन्ताले प्रक्रिया प्रभावित भएको छ। डिएगो गार्सियालाई अमेरिका र बेलायत दुवैका लागि अत्यन्त महत्त्वपूर्ण रणनीतिक सैन्य सम्पत्तिका रूपमा हेरिन्छ। डाउनिङ स्ट्रिटका प्रवक्ताले यसको दीर्घकालीन सुरक्षा सुनिश्चित गर्नु नै मुख्य प्राथमिकता रहेको उल्लेख गरेका छन्।